सो गाइस नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला। मैले चाहिँ पनिर बनाउँदैछु। यो फर्स्ट चाहिँ प्याज हालेँ, त्यसपछि काजु हालेर फ्राई गरेँ। अलिकति दुईवटा हरियो खुर्सानी पनि हालेँ। यो हालिसकेर फ्राई सकेपछि चाहिँ पनिर पनि हेर्नु मैले फ्राई गरिसकेँ। फेरि जो फ्राई गरेको प्याज काजु थियो त्यो पनि पिसेँ अनि बटर हालेँ, अलिकति तेल हालेँ, त्यसपछि तेजपत्ता हालेर सो पिसेको ग्रेभी चाहिँ मिलाइदिएको। त्यस पछाडि चाहिँ ग्रेभी मसला पुरा हालिसकेपछि दही हालेँ। दही हालिसकेपछि लास्टमा चाहिँ यो चाहिँ क्रिम एड गरिसक्यो भने सो हेर्नु होला दाल भात अनि यो पनिरको क्रिमवाला ग्रेभी है। क्रिमवाला ग्रेभी बनाउनको लागि काजु प्याज अलिकति फ्राई गरेर पिसेर हाल्नु होला। बाई बाई सबैजना सन्चै हुनुहुन्छ।